आजको दिनको सुरुवात भयो होइन। हामी चाहिँ 8 माइल भागवत महापुराण सुन्न जाने भनेर होइन 2जना बुढाबुढी गयौँ र जाँदा जाँदा हामीले चाहिँ फलफुल पनि किन्यौँ, किनभने यहाँबाट खाली हात गएका थियौँ र हामीले चाहिँ फलफुल पनि किन्यौँ, त्यसमा धुपहरू पनि थियो र सबैले एकचोटि राधे राधे भन्नु होला होइन। आज चाहिँ अब पुराण सुन्न पाउनु पनि भाग्यको कुरा हो र यति धेरै दिनसम्म म जान पाएकी पनि थिइनँ। किशोरजी राधे राधे भन्नु। राधे 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 राधे। र हामी चाहिँ किन्दै गरेका थियौँ होइन। अचानक होइन हाम्रो त्यहाँ चाहिँ आउनुभयो पूजा भाउजू र गौतम दाई। हाम्रो घर छेउमै घर छ होइन। फेरि आफ्नो छिमेकीहरू त जता देख्दा पनि एकदम रमाइलो लाग्ने कि होइन। र हामी चाहिँ लगत्तै आयौँ। हामी चाहिँ पुराण सुन्ने जग्गामा होइन राधाकृष्ण मन्दिरमा 8 माइलमा हामी चाहिँ आयौँ र धेरैजना भक्तजनहरू हुनुहुन्थ्यो र धेरै एकदम मनमा आनन्द पनि लाग्यो होइन। मनमा धेरै पीडाहरू कति धेरै हुन्छन् होइन, तर कहाँ गएर खुसी हुँ भन्ने हुँदो रहेछ। र जाँदा जाँदा होइन म चाहिँ हाम्रो दिदीहरूसित गएँ होइन। र जाँदाखेरि चाहिँ मलाई चाहिँ एकदम फेसबुकबाट चिन्नु भएको रहेछ होइन। म चाहिँ एकदम खुसी भएँ कि होइन। र फेसबुकबाट काम गरेर मलाई चाहिँ होइन हाम्रो धेरै साथीहरूले होइन लक्ष्मी हुनुहुन्छ भन्दाखेरि त एकदम मन पनि एकदम खुसी हुने होइन। राधाकृष्णको कति सुन्दर मूर्ति होइन। सबैले चाहिँ एकदम होइन एकचोटि चाहिँ दर्शन गरिहाल्नु र हाम्रो सबै भक्तजनहरूले चाहिँ होइन आफ्नो पूजाको विधि गर्दै हुनुहुन्छ र मलाई एकदम आज राम्रो लाग्यो। हाम्रो बहिनी चाहिँ नाच्नु भएको होइन र आधा घन्टाभन्दा बेसी चाहिँ गाउनु भएको थियो हाम्रो पण्डितजीहरूले होइन, भजन गर्नुभएको थियो। यस्तो मजाले नाच्नु भयो ज्यान पनि होइन, कति फुर्ती कि होइन, एकदम हेरेरै एकदम राम्रो लाग्यो होइन। तर यस्तो भाग्यमै होइन भएर होला देख्न पाइएको। र अब लगत्तै होइन आज चाहिँ लाखबत्ती पनि थियो अनि लाखबत्तीको चाहिँ हाम्रो सबैजना भक्तजनहरू त्यो पण्डितहरूजीले सबै सामानहरू रेडी गर्दै हुनुहुन्थ्यो। वरिपरिबाट भक्तजनहरूले चाहिँ होइन हेरिराख्नु भएको, दर्शन गर्नुभएको थियो र लक्ष्यबत्ती चाहिँ प्रज्वलन गर्नुभएको थियो। एकदम राम्रो सुन्दर सबैजनाको मनको इच्छा चाहिँ पूर्ण होस् र राधे राधे भन्छु म फेरि पनि राधे 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 होइन। यस्तो भिडियो हेर्न पाउने चाहिँ भाग्यमानी नै हुनुहुन्छ होइन। र भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्नु होला साथीहरू। र बस्न त मलाई धेरै मन थियो, तर अचानक मेरो खुट्टाहरू चाहिँ एकदम फुलेको भएर म चाहिँ होइन आउन पर्यो। म भजनसम्म पनि बस्न सकिनँ। सिर्फ होइन हामीले चाहिँ यो बत्ती लक्ष्यबत्ती जलाएको हेरेर चाहिँ अब हामी चाहिँ फर्किने भन्ने कुरा गरेका थियौँ र एकदम बस्न पनि सकिएन बिहान, किनभने कमजोर भएर होला होइन, खुट्टा धेरै फुलिराखेको थियो। अनि मैले किशोरजीलाई घर जाऊँ भनेर अनि हामी चाहिँ फर्क्यौँ। भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला।